हेलो नमस्ते सबैजनालाई। आज चाहिँ म यो पुरानो भिडियो लिएर आएको छु। यो भिडियो चाहिँ कहिलेको भन्दाखेरि चाहिँ 6-7 महिना अगाडिको भिडियो हो। म एडिट गर्छु भन्दै यो पेन्डिङमा रहिरहेको थियो, त्यही भएर चाहिँ आज लिएर आएको छु गाइस। यो ठाउँ चाहिँ कहाँ हो भन्दाखेरि चाहिँ हामी पहिला देख्नुभयो होला, हेर्नुभयो होला मेरो फनवर्ल्ड गएको भिडियो, त्यो दिनकै भिडियो हो यो चाहिँ। अन्त त्यो दिन चाहिँ हामी फनवर्ल्डबाट आएर चाहिँ हामी यहाँनिर उयो के भन्छ बार्बिक्यू नेसनमा गएको थियो नि त खानाहरू खानको लागि। अन्त त्यो दिनको भिडियो हो गाइस। म चाहिँ यहाँनिर चिकनहरू खाइरहेको छु। म मात्रै होइन, सबैजनाले खाइराख्नु भएको छ। अन्त उहाँ हुनुहुन्छ दिदी, हामी दुईजना चाहिँ भिडियो बनाउँदै हाँसिराखेको थियो नि त। अन्त उहाँ हुनुहुन्छ मेरो हस्बेन्ड, भाइ, अन्त दादाहरू पनि हुनुहुन्छ, थुप्रो हुनुहुन्छ, बहिनीहरू पनि छ। अनि हामी चाहिँ यहाँनिर खाँदै फुल इन्जोय गरिरहेका थियौँ। तपाईँहरू हेर्न सक्नुहुन्छ बार्बिक्यू नेसनमा हामी छौँ अहिले चाहिँ। तपाईँहरू को जानुभएको, को जानुभएको छैन कमेन्ट गर्नुहोला। यो चाहिँ कहाँ हो भन्दाखेरि चाहिँ सजापुर बार्बिक्यू नेसन। म चाहिँ भिडियो बनाउँदै खाइरहेको थिएँ नि त। यहाँ आउनुभन्दा अगाडि चाहिँ हामीलाई कति धेरै भोक लागिरहेको थियो नि त। अन्त फेरि हामीलाई जब अब भोक लाग्छ त्यतिखेर खानु पाएन भने हाम्रो भोक पनि टर्छ हो। त्यही भएर चाहिँ म चाहिँ खानु सकिरहेको थिइनँ, त्यही भनिरहेको थिएँ। भोइसमा चाहिँ मैले भोइस चाहिँ लगाइनँ किनभने त्यहाँनिर पुरा गीतहरू बजिरहेको थियो नि त। अन्त चाहिँ उयो के भन्छ कपिराइट आउँछ भनेर चाहिँ मैले भोइसलाई चाहिँ हटाएर मेरो यो भोइस लगाइरहेको छु। हेर्न सक्नुहुन्छ गाइस। हामी मात्रै होइन, त्यहाँनिर धेरैभन्दा धेरै कस्टमरहरू हुनुहुन्थ्यो। बर्थडे पार्टी मनाउनेहरू मनाइराख्नु भएको थियो। हाम्रो पनि बर्थडे बोय थियो। अन्त अब चाहिँ गाइस म चाहिँ यहाँ खाना खानु आँटेको। अरूहरूले चाहिँ खाना खानु हुँदैछ, खाना खानुहुनेहरूले। म चाहिँ खाना खाँदै भिडियो बनाउँदै थिएँ। अब चाहिँ गाइस हाम्रो यहाँनिर केक कटाइ हुँदैछ। उहाँ चाहिँ हुनुहुन्छ बर्थडे बोयले केक काट्नु आँटेको छ गाइस, हेर्न सक्नुहुन्छ। हामी चाहिँ त्यहाँनिर ह्याप्पी बर्थडे टु यु भन्दै केक काटिरहेको थियो, गीत पनि बजिरहेको थियो। त्यहाँको स्टाफहरू पनि कति राम्रो हामीले सेलिब्रेट गर्नु गएको थियो होइन गाइस। अन्त उहाँहरू अनि चाहिँ अब हाम्रो केक काटेर पनि हामी केक खान लागेका छौँ गाइस। म चाहिँ यताउता गाइस। अब चाहिँ हामी यहाँनिरबाट निस्किन लागेको भनिरहेको थिएँ मैले। अन्त थ्याङ्क यू सो मच फर वाचिङ। तपाईँहरूले मेरो फनवर्ल्ड गएको भिडियो पनि हेर्न सक्नुहुन्छ। त्यहाँनिर गएर हामीले के गर्यौँ सबै लगाएको छु। प्लिज लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला। बाई बाई गाइस।